अहिले चाहिँ गाउँघरमा पनि विद्यालयहरूमा पूर्वाधारको चाहिँ निकै सुविधा सम्पन्न विकास भएको पाइन्छ है। म चाहिँ अहिले यो याङरा गाउँपालिका 5 को सिरिसे माध्यमिक विद्यालय भन्ने ठाउँमा आएको छु। आज शनिबारको दिन आएको कारणले गर्दा यो विद्यालय चाहिँ बन्द छ र यहाँ देख्न सक्नुहुन्छ निकै सुन्दर भवनहरू चाहिँ यहाँ रहेको छ र म आज याङरा गाउँपालिकाको यात्रामा छु र यहाँ निकै राम्रा ठाउँहरूको पनि यहाँहरूलाई दृश्य देखाउन गइरहेको छु र यो सिरिसे माध्यमिक विद्यालयमा आइपुग्दै गर्दा चाहिँ निकै सुन्दर भवनहरू देख्न पाएँ अनि यहाँ खेल मैदान पनि देख्न सकिन्छ अनि यो सुन्दर भवनहरूको दृश्य चाहिँ यहाँलाई देखाउनको लागि यो भिडियो बनाइरहेको छु। सिरिसे माध्यमिक विद्यालय यो मेरो पहिलोचोटिको यात्रामा यो याङरा गाउँपालिका 5 को यो विद्यालयको दृश्य यहाँलाई देखाइरहेको छु। खुसी लाग्छ गाउँघरमा पनि अहिले चाहिँ यो किसिमका सुविधा सम्पन्न भवनहरूको निर्माण भएको देख्दा चाहिँ र यो सिरिसे माध्यमिक विद्यालयको यो दृश्य यहाँलाई देखाएँ है त। थ्याङ्क यू।